थोरै त बनाएर आज चाहिँ छुट्टीको दिन यसै के गरौँ गरौँ भएर यसो के खाउँ भएर यसो काम नपाएर अब बाहिर खान जाउँ भने पैसा बेसी लाग्छ हैन। यसो मन पनि अब अगाउँदैन। अनि त्यसैले अनि बरु घरमै सामानहरू ल्याएर यसो पकौडा बनाइदिएछ है साथी हो, हेर्नु होला है मजाले। यो पकौडी चाहिँ फेरि म चाहिँ फेरि दामी बनाउँछु नि फेरि। यसमा कौडी पत्ता, धनियाँ, प्याज हैन। कौडी पत्ता चाहिँ मजा हुन्छ हौ पकौडा बनाउनुको लागि। मलाई चाहिँ फेरि खानु भनेपछि जाँगर लागिहाल्छ, फेरि अल्छी लाग्दैन के। खानु मन लाग्यो भने चाहिँ म चाहिँ जस्तै राति होस् वा जहिले होस् बनाउनु चाहिँ फेरि मलाई अल्छी लाग्दैन। पकौडा बनाउनु थाले साथी हो, ल हेर्दै गर्नु होला। फेरि किचनमा काम गर्नु चाहिँ फेरि मलाई मजा लाग्छ हौ। फेरि खानापिना बनाउनु हैन, यसो मासु फ्राई, माछा फ्राई भयो, यसो यता त्यता भयो हैन, पकौडा भयो, के भयो, रोटी सोटी। किचनमा चाहिँ काम गर्नु मलाई मजा लाग्छ हौ। खाना पनि एकदम आफूले बनाउँदाखेरि टेस्टी भयो जस्तो लाग्छ। अब अरूलाई दिँदा पनि मजा भयो है, टेस्टी भयो, जे नहोस् खानापिना चाहिँ मजा भयो भने तारिफ आउँछ कि। त्यसैले तर सानैदेखि बनाएर पनि होला, सानैदेखि बनाउँथेँ नि त मलाई खानापिना। फेरि खानापिनामा चाहिँ एकदम पर्फेक्ट है म चाहिँ साथी हो। जे नहोस् खानापिना चाहिँ मजा बनाउँछु। अरू जे जस्तो भए पनि जे नहोस् खानापिना चाहिँ मजा बनाउँछु है साथी हो। हेर्नु होला है साथी हो। फाइनली पकौडा पाएको है साथी हो, खानु आउनु होला। यो पकौडा हेर्दा चाहिँ कम्ती देखिन्छ तर यत्रो पो छ है। यत्रो टिफिनमा यत्रो बाटीमा पकौडे। अब यता पाक्दैछ अलिकति। यत्रो पकौडा